गत वर्ष 2081 को त्यो बर्खायामको समयमा मौसम एकदम कञ्चन थियो। म लगायत मेरा गाउँका भाइ बहिनीहरू घरबाट केही बाख्राका बथानहरू लिएर हरियाली वनपाखा डुल्दै अनि गाउँघरको त्यो रमणीय दृश्यलाई निहाल्दै माथि लेकसम्म पुग्यौं र त्यहाँबाट देखिने तलतिरका अद्भुत रमणीय दृश्यहरूलाई क्यामेरामा कैद गर्दै मैले यो भिडियो तयार पारिरहेको थिएँ र आज हजुरहरूसम्म पुर्याउने कोसिस गरिरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने ठुलो आशा लिएको छु है त गाइज। त्यसपश्चात हामी वनपाखा डुल्दै बाख्राका बथानहरूलाई अघि लग्दै नुवाकोट जिल्ला ककनी गाउँपालिका वार्ड नम्बर 3 स्थित रहेको अजरङ टोलको माथि शिरमा रहेको एउटा चुचेढुङ्गातिर पुग्यौं र त्यस चुचेढुङ्गाभित्र रहेको एउटा ऐतिहासिक गुफाभित्र प्रवेश गरी त्यसभित्र रहेका रहस्यमय कुराहरूलाई अवलोकन गर्ने निर्णय हामीले गर्यौं। तर गुफाभित्र छिर्नुभन्दा अगाडि हामी पहिला माथि चढ्यौं र माथिबाट अवलोकन गर्यौं। भाइ बहिनीहरू एकदम उत्साहका साथ भित्र छिर्ने निर्णय गरिरहेका थिए। साँच्चै नै यो ऐतिहासिक गुफा हाम्रो बाजेहरूको पालादेखिको गुफा रहेको छ। यहाँ न कुनै सम्बन्धित निकायको ध्यानाकर्षण छ न कुनै सरकारी बजेट। यदि यो ठाउँमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने हो भने र सरकारी बजेट पर्ने हो भने भोलिको दिनमा साँच्चै नै पर्यटकीय स्थलको लागि यो ठाउँ उपयुक्त हुनेछ भन्ने मैले देखेको छु। आजको लागि यो भिडियो हजुरहरूलाई यति नै। अर्कोचोटि हजुरहरूको माझमा फेरि अर्को पाठ लिएर आउने नै छु। अहिलेको लागि हजुरहरूको माझबाट बिदा हुन चाहन्छु। नमस्ते। जेबडानमा लासो फ्याकुल्ला।